हेलो गुड मर्निङ एभ्री वान। आज मार्च 5 गते 2026। हिजो फर्स्ट गेम हाम्रो 04/2026 भएको थियो। सो हिजो केमो सकेर आज चाहिँ हामी फेरि पनि हस्पिटलमै आएको छौँ। त्यो चाहिँ आज मेरो बुढीको बुस्टर ज्याबको लागि। अनि सी इज फाइन, ठिकै छ होइन? अनि हिजो केमो गरेपछि धेरै मान्छेलाई साह्रो पर्छ अरे। चाहिँ मेरो बुढी साह्रो त परिरहेको होला, तर उसले थाम्न सक्ने रहेछ, कडा रहेछ। मलाई झन् विश्वास बढेर आएको छ। थ्याङ्क यू भेरी मच बुढी अनि सबैजना माया गर्ने मेरो प्रिय साथीहरू आफन्तहरूको लागि। थ्याङ्क यू, बाई बाई। हेलो गुड आफ्टरनुन। यो आजको हाम्रो दोस्रो भिजिट केकेएच। अघि मर्निङमा पनि आएको थियौँ हामी 8 AM मर्निङमा चाहिँ हामी इम्प्लान्ट उसको निकाल्नु भनेर आएको थियौँ। अस्ति डक्टरले सजेस्ट गरेको थियो अनि निकाल्नुपर्छ भनेर। अहिले अघि बिहान निकाल्नु आएको थियो नि, हामीले सोचेको थियौँ त्यतिखेर नै अर्को एपोइन्टमेन्ट पनि छ भनेर। अनि बिट कन्फ्युजन, हामीलाई चाहिँ आज 2टा एपोइन्टमेन्ट छ भनेर थाहा थियो, तर आई डोन्ट नो उनीहरूले सिस्टममा चाहिँ नहालिदिएको रहेछ हाम्रो एपोइन्टमेन्ट। अनि हामीलाई थाहा थियो, तर भरे उनीहरूले फेरि पछि फोन गरेर सरी आज तेरो चाहिँ अर्को एउटा ज्याब बुस्टको पनि छ भनेर भन्यो, तर आफ्टर 5 भन्यो। अनि आएपछि चाहिँ एकैचोटि गर्ने भनेर हामीले सोचेको थियौँ, तर त्यो चाहिँ नमिल्दो रहेछ। त्यसको चाहिँ हिजोको फर्स्ट केमोको ड्युरेसन चाहिँ मिलाउनु पर्दैछ। अनि ड्युरेसन कम्प्लिट भएर मात्रै निकाल्नु मिल्ने भएको भएर अहिले फेरि आएको छु। अब हामी यहाँ छिर्दैछौँ यतासिमा। यहाँ भित्र चाहिँ भिडियो गर्नु दिँदैन, एकजना सेन्ट्री बस्छ क्या त्यहाँ, एउटा केटी नो भिडियो प्लिज भन्छ। सो अहिलेको लागि थ्याङ्क यू, भरे बनाउँछु फेरि। हेलो, वन्स अगेन गुड इभिनिङ भइसक्यो। सो अहिले चाहिँ अलिकति अगाडि आएर मेरो बुढीलाई चाहिँ रुममा रेस्ट गर्नु भनेको छु। अनि म चाहिँ बेलुका खाना नखाने, अघि हेभी खाना खायो। सो उसलाई चाहिँ म सुप रेडी गर्दैछु, म पनि त्यही खान्छु। अनि सुप चाहिँ गाजर, क्यारोट अनि तिन चारवटा थोकहरू मिसाएर चाहिँ सुप बनाउँदैछु। अनि लास्टमा यो मकै हालिदिन्छु। अनि चाहिँ भक 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 उमालेर बुढीलाई दिन्छु। अनि बुढीलाई सपोर्ट म पनि खान्छु। वान अफ द हार्डेस्ट पार्ट ड्युरिङ दिस टाइम फर मी होइन। मलाई चाहिँ एकदमै गाह्रो लाग्ने, तर कामले काजी बनाउँछ, सिक्दैछु। अस्तिभन्दा फर्स्ट डेभन्दा अलिक राम्रो, अनि आज अलिक राम्रो। अब भविष्यमा त झन् बेस्ट नै हुन्छु होला। अनि सम्झिँदाखेरि पहिल्यै पनि अलिअलि गर्नुपर्ने रहेछ। अब बुद्धि आएन, थाहा थिएन यस्तो हुन्छ भनेर। सो राम्रै हुँदैछ। आजको दिन पनि अघि मैले भनिहालेँ 2 टाइम्स हस्पिटल जानु पऱ्यो। अनि अब चाहिँ एकैचोटि रेस्ट गर्ने। अनि एकैचोटि 24 तारिक अनि 26 तारिक हस्पिटल छ। इन बिट्विन होप केही पनि भएन, उसलाई केही कम्प्लिकेसनहरू साइड इफेक्टहरू भएन भने चाहिँ हामी अल द वे 2 विक्स, मोर देन 2 विक्स रेस्ट गरेर नेक्स्ट हस्पिटल जान्छौँ। अनि मैले हरेकचोटि भन्नुपर्ने, अब एउटा मान्छेको मनोबल, विल पावर भन्ने कुरा चाहिँ मैले मेरो बुढीलाई नै देखेर म छक्क परिरहेको छु। आफै पनि यति स्ट्रङ रहेछ। ऊ भनेको भन्दा सोचेको भन्दा पनि स्ट्रङ छ। अनि अहिले उसले गरेको कुराहरू फर्स्ट डे केमोपछि आजसम्म त्यस्तो केही विकनेस, त्यस्तो केही कमजोरी देखेको छुइनँ। त्यसले गर्दा म एकदम खुसी छु। सो अब यो सुप पाकेपछि
हामी बुढाबुढी खान्छौँ। अनि छोराहरूको लागि चाहिँ मैले खाना रेडी गर्दैछु, दुईजना चाहिँ खुवाउँछु। यो सुप पनि ट्राई गराउने हो। सी यू लेटर। हेलो एभ्रिवान, म तपाईँलाई आज हाम्रो मेरो बुढी र मेरो फेभरेट प्लेस देखाउन गइरहेको छु। त्योभन्दा पहिला मेरो बुढीको गमला अनि खोर्सानीहरू छ। त्योभन्दा पहिला यहाँदेखि परसम्म थियो, अल क्लियर गरिदिएर अहिले जस्ट यति मात्रै राखेको छौँ, टाइम पास। अनि यो फुलहरू पनि छ। सो वान अफ द बेस्ट प्लेस फर अस, नट इभन म र मेरो बुढी मात्र, अनि यहाँनिर हाम्रो साथीहरू दिदीबहिनीहरू पनि आउनुहुन्छ। कहिलेकाहीँ हाम्रो यहाँ ग्रान्ड पार्टी पनि हुन्छ अनि फ्यामिली डिनर हुन्छ। एक्चुअली यो चाहिँ हाम्रो लुगा सुकाउने कर्नर हो, तर यहाँ चाहिँ एभ्री मर्निङ बिहानको चिया, म अफिस जानुभन्दा अगाडि अनि अफिसबाट फर्केर बुढी र मेरो चाहिँ कफी टाइम चाहिँ यहाँ हुन्थ्यो। अनि यो बिरामी हुनुहुन्न पहिला, सो अहिले पनि त्यही कन्टिन्यू छ। यहाँतिर यति रमाइलो हुन्छ कि सबैतिर देख्छ। अब यहाँबाट देख्ने चाहिँ यतापट्टिको एउटा ब्लक भइहाल्यो। अनि यहाँ तलको यो मल्टिपर्पज भनौँ न, यहाँनिर क्रिकेट पनि छ। अनि हाम्रो एसओसी कुद्ने ठाउँ पनि छ। अनि यो सिङ्गल म्यान भाइहरूको ब्लग हो। अनि पर यो चुचु देखेको चाहिँ हाम्रो सिङ्गल म्यान भाइहरूको कुक हाउस। त्योभन्दा अगाडिको अब गुगल पिच ट्र्याक एकदमै राम्रो देख्छ। अनि बिहान एकचोटि अनि इभिनिङ एकचोटि चाहिँ हामी जहिले पनि यहाँ बस्छौँ। सो साह्रै मजा आउँछ। सो आज पनि हामी यहाँ बसेको छौँ। सो तपाईँलाई पनि कस्तो लाग्यो यो ठाउँको बारेमा भनिदिनु होला। सो आज पनि बुढी र म चाहिँ उसको लागि यो पर्पल खालको लिपको टी अनि मेरो लागि चाहिँ ब्ल्याक कफी छ। अनि यहाँनिर मेरो बुढी चाहिँ फोन हेर्दैछ। सीमा हेर न, हाउ यु फिलिङ, कस्तो लागिरहेछ? कमजोर छ आज? अनि 10 देखि आजसम्मको छोटो आफ्टर 10 टिल केमो, साह्रो लामो जानु पर्दैन, मैले भनिसकेको छु। 10 मा तर्सिम अनि बिस्तारै बिस्तारै त्यो फियर ओभरकम गर्दै गर्दै बस्यौँ। दुईजनाले एक्टिङ गर्दै गर्दै बस्यौँ 26 सम्म। 26 देखिको त्यो रिजल्टदेखि चाहिँ I'm not even scared. I'm not even thinking any negative things. Not even मैले बिफोर त मैले सम्झेँ, पहिला अगाडि पनि सम्झेको थिइनँ कहिले पनि। तर स्टेज 4 हुन्छ भने चाहिँ मलाई अलिकति डिफिकल्ट हुन्थ्यो। तर पनि म चाहिँ मेडिकल साइन्सलाई रङ प्रुभ गर्नको लागि अगाडि बढ्ने थिएँ। एन्ड अन टप अफ द्याट के भन्छ, मेरोमा चाहिँ भेरी लभिङ हस्बेन्ड लाइक यु, हो माई फ्रेन्ड्स। आज बल्ल प्रस्फुटन भयो यो शब्द। माई फ्रेन्ड्स, माई रिलेटिभ्स अफ गोर्खा कन्टिजेन्ट, होइन? इट्स ओके, केही पनि हुँदैन। सो एनिवे, मेरो बुढीले भनेको कुराको एकदम सत्य छ। यसमा कुनै पनि दुई मत छैन। अनि यो चाहिँ पक्का र हो, होइन? यसमा कुनै एडिटिङ पलिसिङ राम्रो बनाउनुलाई बनाएको होइन। यो मैले बारम्बार भनिरहेको छु, यो कुनै भ्युज देखाएर अनि धेरै मान्छे पपुलर हुनको लागि पनि होइन। हाम्रो यो जस्ट मेमोरीको लागि क्याप्चर गरेको हो। तर यो गर्दा गर्दै कसैलाई मोटिभेसन हुनसक्छ अथवा कसैले चाहिँ हामीलाई बेटर आइडिया दिनु सक्नुहुन्छ भनेर टु वेबाट फाइदा हामीलाई पनि अनि कसैले हेर्नु भएको छ भने उहाँलाई पनि फाइदा हुन्छ कि भनेर मैले चाहिँ स्टार्ट गरेको। यो मलाई सोचेको थिइनँ मैले जिन्दगीको कुनै दिन आएर मैले यसरी बोल्नुपर्छ होला, गर्छु होला भनेर। सो
अब आई थिङ्क आज मेरोबाट मेरो 2 हप्ताको लागि कन्टेन्ट छैन होला। यदि कुनै अपडेट आइहाल्यो भने म तपाईँलाई अपडेट गर्छु। अब फर्स्ट केमो पछि आई थिङ्क अब सेकेन्ड 3 विक्सको ग्याप भनेको राम्रै रिकभर भइन्छ होला। अनि 24मा डक्टरले के भन्छ, दबाईले कस्तो रेस्पोन्स गरिरहेको छ भनेर भन्छ होला। सो होप फर द बेस्ट। थ्याङ्क यू भेरी मच। तपाईँले कसैले हेर्नुभयो भने अनि भिडियो हेर्नुभयो अथवा कमेन्टहरू गर्न सक्नुहुन्छ अनि हामीलाई सपोर्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू। गुड बाई। आजको लागि गुड नाइट। बाई। यतातिर देखाउँदै